मिठो मोमोको खोजी गर्दै आज म आएको छु धनगढीको शानदार मोमोमा। काठमाडौँको शानदारको मोमो त धेरै खाइयो, लु आज धनगढीको शानदारको मोमो। अनि त्यसको साथसाथै म आउट अफ 10 रिभ्यू पनि दिनेछु कस्तो चाहिँ छ यहाँको मोमो। अनि काठमाडौँमा मलाई यो शानदार मोमोको शङ्कुमूल ब्रान्चको मोमो एकदम नै मन पर्छ। अनि बाइ द वे हजुरलाई कुन ठाउँको मोमो मन पर्छ तल कमेन्ट गर्न नबिर्सिनु होला। तर आज हामी ट्राई गर्नेवाला छौं धनगढीको शानदार मोमो। फर्स्टमा यताको एम्बियन्सको कुरा गर्नुपर्दा मलाई एकदम नै राम्रो लाग्यो हैन, मेनली क्लीन छ अनि यताको किचन पनि एकदम नै क्लीन लाग्यो मलाई चाहिँ। अनि यता चाहिँ एक प्लेटमा 10 वटा मोमो चाहिँ मिल्दो रहेछ। अनि मलाई थाहा छ तिमीहरूले यो भिडियो अहिलेसम्म पनि लाइक गरेका छैन, सो पहिला यो भिडियो लाइक गर्नु अनि मलाई फलो पनि गर्नु है, किनकि म यस्तै भिडियो ल्याइराको हुन्छु। अनि शानदार मोमोको भिडियो झोलको कुरा नगरे त भिडियो इन्कम्प्लिट हुन्छ। अनि यहाँको झोलको कुरा गर्नुपर्दा मलाई त्यस्तो वाउ त लागेन, तर ठिक्कको छ झोल, अलि राम्रो गर्न सकिन्छ गर्न चाहेपछि। आउट अफ 10 रेटिङमा म यसलाई दिनेछु 7। तर अर्को वाला यताको यो चटनी चाहिँ मलाई एकदम मिठो लाग्यो है यो चाहिँ। अनि यताको मोमो राम्रो छ, मोमोको भित्रको फिलअप एकदम नै राम्रो लाग्यो मलाई। अनि मोमोको टेस्ट पनि राम्रो छ। अनि जन यहाँको यो चटनीसँग डिप गरेर खाँदा त आहा एकदम नै मिठो टेस्ट आइरहेको छ। ओभरअल रेटिङ गर्ने हो भने चाहिँ म चाहिँ 9 दिन्छु है। एकदम नै क्लीन ठाउँ छ, त्यसका साथसाथै मोमो पनि एक्चुअली मिठो छ। अनि तपाईहरु पनि धनगढीमा हुनुहुन्छ र मोमो खाने जाऊ काँचो सोच्नु हुँदैछ भने यहाँ हजुरहरु जान सक्नुहुन्छ। एकदम नै शान्त वातावरण अनि एकदम नै क्लीन ठाउँ छ, एकदम साथीहरुसँग जाँदा हुन्छ। यता चाहिँ मोमो एकदम